गुड मर्निङ फ्रम गाउँ। अहिले भिडियो बनाएको जाने बेलामा यहाँ महाराजलाई छोप्न दिएको त भिडियो नै फालिदिनु भएछ। अनि त्यत्रो बनाएको भिडियो गयो के। अहिले चाहिँ 5:30 भइसक्यो। मैले 4 बजे उठेको थिएँ, तर 4 बजे उठेर म फेरि सुतेँ। 5 बजे उठेर नुहाएर उठेर पिपलको बोटमा पानी चढाएर आएँ, किनभने मलाई चाहिँ गह्रो छ अरे। अनि बाहुन बाजेले चाहिँ पानी चढाउनु भन्नुभएको थियो शनिबार, त्यही भएर मैले हरेक शनिबार पानी चढाउँछु। अनि ऊ चाहिँ 9 बजीसम्म सुत्ने मान्छेलाई मैले आज 5 बजी उठाएर लिएर आएँ। कस्तो यताको मौसम हेर्नु न, पुरै हुस्सु लाग्यो, यस्तो चिसो छ। हिँड्दा राति साँझ मलाई कस्तो आनन्द भएको थियो। अनि बुटुल गर्मी छ नि, अनि गर्मीमा फेरि मेरो पिम्पल भएको थियो। अनि यहाँ आएर झन् भयो। मलाई कस्तो हाँसो लाग्यो कि भाइ पनि आइसिरह भिडियो बनाएको भाइ, भोलि पर्सि पछि हेर्नुहुन्छ हो साँच्ची। यो बनाएर त्यो भ्युज आओस् त आउनु न, दुईवटा कसैलाई जबरजस्ती 2जनालाई सब्सक्राइब गर्न लगाइदिन्छु। त्यही छ, कसैले हेर्ने होइन। तर पछि आफूले युट्युबमा हालिसके पछाडि त आफू जहाँ भए पनि जे जस्तो भए पनि फोन होस् नहोस् युट्युबमा हालेपछि त आफूले सर्च गरेर हेर्न पाइयो नि त। त्यही भएर मैले भिडियो बनाएको। एकदम राम्रो छ कि वेदर, कस्तो चिसो। यस्तो ठाउँ छोडेर मान्छे कहाँ कहाँ गएर बसेकोलाई। तर त्यस्तो बुटुलको ठाउँलाई विकास गर्नुभन्दा त्यो खाडी मुलुकलाई यहाँ विकास गरेर मान्छे राख्ने नि त हो नि त भाइ। मौसम त क्या खतरा छ। यस्तो छ कि बिहान बिहान हेर्नु न हुस्सु लाएर। अब गएर काम गरिदिन्छु। त सुत्छस् कि के हेर्छस्? अब अमृता सुत्यो, थाकी छ हिजो। एक त अमृता काम गर्दा अलि गर्थ्यो नि, सुस्तासेको भिडियोमै कुरा काटिदिने, सुत्न दिन्थेला। हामीले काम गरौँ। के काम छ र? भाँडा धुइन्, मम्मीले धोइदिनु, के अरे खानसाना पकाउने। तर तिर्का मकै त म त खन्दिनँ भाइ। अनि त्यो नभएपछि मैले कसरी बुझ्ने त? मैले खोला गएर भिडियो बनाउनु भन्ने सोचेको थिएँ, करेन्ट चाउचाउ ल्याएको थिएँ खानालाई। अनि त्यो मकै खन्ने म चाहिँ, यो पनि तिर्को बारी हो। तैँले खन्छस्? थोनीले भयो बेला आटो दिन हुन्न र। के घाँस काट्ने हो त भाइ? दिदी पानी आए बेला माथिबाट पानी आउनु न यहाँ, यो कुलातिर। यहाँ पानी त जहिले आउँछ होइन। अमृता अझै उठी छैन, हामी गएर आइसक्यौँ। घर आगो बालेछ, कसले बालो? त्यही दिन राति कति 2 बजे उठेको थिएँ। यति छिटो उठेर नेउली चोरी कराहा भरै नि। कस्तो राम्रो टिका रहेछ। टिका त होइन, अमृत सिमृत। नेपालको के रङ रे? राष्ट्रिय रङ। नेपालको भनेपछि राष्ट्रको रङ। नजिक आएर हात त नदेखाइदिएको थियो। हात तपाईँको हात के हाल्नु त? देखा के हातले बस्ने भएपछि हात नदेखेर के देखिन्छ? टिको मुस्ता त अर्कै हुने रहेछ होइन। अझ टिका हाल र, जति हाल्यो नि त्यस्तै हो। हालिदिनु है? हाल्छु। फुल पार्ने होला कि के हो? अन्डा छन्। अन्डा खानु कतिवटा छन् थाहा? भालेको अन्डा हो। नै खान्छ त्यसले। कति भइसक्यो खान थालेका? पारेको पारी गर्छन्। म करेन्ट चल्छिरहेछु, फेरि मकै खन्ने के रिस उठ्दो। खोला गएर ठ्याक्क पौडी सौडी हान्न आइज टिको पौडी खोला माथि गएर ठिक्क ठाउँमा ला बस्यो।
एकचोटि लाग्यो बन्द गरिदिउँ हुन्छ होइन छ यस मलाई यस्तो हातले टिपेला कस्तो राम्रो लाग्छ कि त्यसो हातै नधुनु न हिन्तालाई के अरे दक्षिणा दिन्न ऊ दिन्छु मिठाई दिन्छु हिन्ताले फलफुल ल्याएको नि त्यो खाइयो कि म त सोधै भन्छ नयाँ भने त राख्नुहुन्थ्यो नि थियो होइन यस खाइहाल्यो खाएपछि बुद्धि फोन साटौँ छैन मेरोसित हुन्छ तैँले भिडियो सिडियो बनाउने भ्लग बनाउने 6 GB ऱ्याम छ मेरोमा नि योगेर खा ऊ भयो कि आए गेम खेल्ने भने ह्याक लगाउनु थाल्छ है पोइन्ट दिने रिसेट भयो कहिले कस्तो हो मैले फ्री फायर खेल्न सिकाउला चाहिँ भरे यतै सुतेस् पो तेरो फोन पनि छैन उता सुतेर फर्के यतै सुत्लास् है एक्लै सुत्छु न त मेरो खुट्टा देखेर मलाई देखा ए क्यामेराम्यान पनि भवालवाला भएछ क्या नै खाटा सुताएको नि हेर्छ त्यस्तै गरेर रातभरि भित्र ल्याउँछ रिसिटहरू लगायो त्यसो त उठेन मैले के होइन ए दुईवटा ଅଛି त मात्र रहेछन् जाउँ सुतु र यहाँ बढार्ने हो